हामी आज चाहिँ यहाँनिर यही हो। हेलो अहिले हामी चाहिँ आरएमएस जानलाई गाडी पर्खिरहेको छौँ तामाखुसीमा। थाहा छैन कहाँबाट गाडी पाउँछ तर हामी पर्खिरहेको छौँ। हाई गाइज, हेलो। अब हामी चाहिँ कहाँ जान आँटेको? किन? त्यहाँबाट आरएमएस गाडी चढेर सिभिल मल जाने। आज सिभिल मलमा यस्तो पुरा सपिङ हुन्छ, म हेर्ने। ओके ओके त्यहाँ सिभिल मलमा तपाईँको भेट्छु। त्यसैले सिभिल मलमा आइपुग्यौँ। हेर्नु होला। अब हामी चाहिँ सिभिल मल हेरेर जान्छौँ। भर्खर त्यो स्केलेटरबाट चढेर आएको अनि इसाना डराउँदै तपाईँहरू देख्न सक्नुहुन्छ इसाना डराएको। सो हामी चाहिँ अब यो स्टोर जान आँटेको छौँ। त्यतिकै हेर्न हेलो हेर नि हेर्नु सक्नुहुन्छ आँटेको मेरो साथी। यस लेट्स गो। डर देख्न सक्नुहुन्छ यहाँबाट चढेर। पुरै डराएर खाएछ मेरो साथी। अनि मैले यसलाई हिम्मत दिँदैछु नडरा भनेर। यो कति राम्रो रहेछ है। हामी चाहिँ अहिले सिभिल मलमा छौँ, एकतिकै घुम्दैछौँ। मैले चाहिँ एउटा कभर किनेँ अनि एउटा सक्स किनेँ। यसले चाहिँ यता चाहिँ डराउँदै चढिरहेछ सिधै। सो हामी चाहिँ अहिले देख्न सक्छ तपाईँहरूले। अब हामी मोमो खान जान्छौँ। एकजना एक्लै जाने भइसक्यो। अघिसम्म मेरो हातमा मात्र हिँड्ने मान्छे अब एक्लै हिँड्नु। यसलाई मैले जान छोडिदिएको। यो एकछिन त सातो गयो। यसो जोक्स गर्नुपर्छ नि त। सो होइन जेन्ट्सको मात्रै छ सपिङ। तपाईँहरूलाई देखाउँछु इसानाले के किन्नु। इसानाले एउटा फर्मल पेन्ट किनेको छ ब्ल्याकमा। अनि इसानाले यस्तो यो कलरको एउटा किनेको छ होइन। अनि अब एउटा त किन्न आँटेको छ त्यो के भन्छ उलेनको यस्तो। राम्रो चाहिँ अलिकति यो हेरेर के अरे के भयो भन्दाखेरि इसानाको अझै यहीँ सपिङ गरेर चाहिँ म उता एउटा पसलमा गएर आएँ जुत्ता हेरेँ। अन्त एउटा बुट मलाई राम्रो लागेको थियो अनि इसानाले ठिकै छ त्यस्तो खास छैन भनौँ अनि मैले किनिनँ। ओके गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले मेरो दुईवटा साथीहरूलाई। हेलो भन। हामी चाहिँ मल जान आँटेको। मलमा आइसकेको छु। तपाईँहरूलाई देखाउँछु मेरो साथमा हुनुहुन्छ। हेर्नु यु क्यान सी द लबी मल। अहिले हामी त्यतिकै घुम्दैछौँ हामी तिनजना। सायद यो हाम्रो फर्स्ट हो है। फर्स्ट हो। सो यहाँ बाघपाडा यहाँबाट किनेको छैनस् किनभने हाम्रो काट्छ यहाँ आउनु हो नि फोटो हाम्रो चाहिँ म र इसानाको चाहिँ अब जापानको भिजा छिटै लाग्छ। सो हामी लबी मल घुम्न आएको के खासमा। इसाना पनि लिएर मलाई पनि चाहिँ किन्नु इसाना कस्तो फिल भइरहेको छ? कस्तो जाडो भएको छ। गाइजहरू हेर्न सक्नुहुन्छ लबी मलको यहाँ भाइब्स अहिले। गाइज अहिले चाहिँ मैले लबी मल गएर एउटा मसला बिट्सबाट चस्मा किनेको छु। मेरो साथीले कभर मेरो साथीले हामीलाई साथ दिएको छ। अनि मैले अरू पनि किनेको छु के तर अहिले चाहिँ मैले लगाइहालेको। घर देखाउँदिनँ। त्यस्तो देखाउनु पर्ने स्पेसल केही छैन। द्याट्स वाइ
अहिले चाहिँ हामी निक्लेको यहाँबाट मैले चाहिँ यहाँनिर मोमो पर्खेको सायद 10 देखि 15 मिनट भइसक्यो होला तर आएको चाहिँ त मेरो त दुईवटा साथीहरू ऊ त पर सबबाट बोलाउँछ नि त दुईवटा साथीहरू ऊ यहाँ बसेर कतार बोलाउँछ कान थापिरहेको छन् म चाहिँ यहाँ बसिरहेको छु पर्खेर अनि सधैँ यो सिभिल मल आउँदा चाहिँ यहाँको मौसम कस्तो डार्क हुन्छ नि होइन जस्तो पानी पर्दा अस्ति पनि लास्ट टाइम आउँदा त्यस्तै भएको थियो अहिले नि हेर्नु न पुरा दिउँसो घाम यस्तो चर्चै हुँदै घाममा हामी पर्खेको हिँडेको घरदेखि अघिसम्म डुल्दामै घामै नआइरहेको थियो यहाँ सिभिल मल आउने बित्तिकै पानी पर्न खोजिहाल्नु लाइट अब यो चाहिँ मेरो नयाँ चस्मा हो हेलो गाइज अब हामी चाहिँ अहिले मलसँग घुमेर अब हामी न्युरोडतर्फ जाँदैछौँ न्युरोडतर्फ त्यत्तिकै अब पूजा हामी जाँदैछौँ अन्त न्युरोडमा एउटा फेमस सप छ क्या त्यो गुड पार्कहरू भन्छ त्यो पनि किन्नुपर्ने छ तपाईँहरू देख्छ धरहरा फुटेको होइन हौ भत्केको अनि ओके गाइस हामी के किन्छौँ त तपाईँलाई गएरै देखाउँछौँ अहिलेको लागि चाहिँ धन्यवाद गाइस अब हामी चाहिँ अहिले यता न्युरोडदेखि अर्को रोड आइपुग्यौँ मेरो साथीले एउटा चप्पल किनेको छ मेरो साथीले एउटा चप्पल किनेको छ सॉरी बोल सॉरी हाँ सॉरी बोल अच्छा सॉरी अच्छा सॉरी नहीं सीधा सॉरी बोल सीधा दिल से बोल अब हामी अर्कोतिर जाँदैछौँ हामी चाहिँ बबल टी ट्राई गर्न आँटेको बाई 10 10 त साथी त छैन 10वटा बबल टी किन्दा एउटा फ्री अरे यहाँनिर मेरो साथीले पनि अहिले हामीले चाहिँ हाम्रो बबल टी लिइसकेको छौँ इसा तेरो बबल टी देखा उसको चाहिँ स्मल किनकि उसलाई मन लाग्दैन अरे खान उसको चाहिँ रेगुलर मेरो पनि रेगुलर हेलो गाइस आज चाहिँ 2 अप्रिल 2 हो मेरो फ्लाइट चाहिँ अप्रिल 12 मा हो तपाईँहरूले यो भिडियो हेर्दा सायद अप्रिल 14 15 समथिङ कति भइसक्छ अनि आज चाहिँ हल्का मैले मेरो तर्फबाट सानो सेलिब्रेसन भन्दा पनि अलिकति सानो सबैलाई यस्तो खाना खुवाउन आँटेको हो अहिले भरे को आउनुहुन्छ तपाईँहरूलाई देखाउने नै छु अब के गर्नु हेर्दा 10 दिन बाँकी रह्यो मेरो जाने म काठमाडौँ चाहिँ सोमबार जान्छु अनि सोमबार गएपछि हल्का त्यहाँनिर मेरो सपिङहरू गर्नु छ त्यो गरेर तपाईँहरूलाई म त्यहाँ पनि देखाउने छु अनि यहाँ चाहिँ मेरो बहिनीहरू छन् हाई गर हाई यहाँ आउनु यहाँ अब तिमीहरूको दिदी म जाँदैछु तिमीहरूलाई कस्तो फिल भइरहेको छ भन कस्तो नराम्रो तँलाई राम्रो तपाईँ म जाँदैछु राम्रो फिल भइरहेछ हो ए नत्र मैले अस्तिलाई एक कुटेर रुवाइदिएको थिएँ नि त नपढेर खोइ एउटा रबर खोइ एउटा अनि त्यसपछि अबको 3 दिनमा त म गाईघरदेखि बाई नै गर्छु अनि त्यसपछि काठमाडौँदेखिको अर्को सन्डे बाई गर्छु त तपाईँहरूलाई त्यतिखेर भेट्नेछु अब एकछिन के पाक्छ को आउनुहुन्छ देखाउँछु ल बाई त्यतिखेरसम्म लागि यो आजको हाम्रो फिस्ट अनि एफएएसटी फिस्ट भनेको थाहा छैन अनि मैले पाएको यो बुके आज थ्याङ्क यू सो मच मामा माइजू यस्तो बुके मैले सायद पाएको थिइनँ नि खुसी कस्तो फिल भइरहेको छ अरे मजा नाटेको सुहाना त राम्रो फिल भएको छ अरे
गाइस म चाहिँ अब के अरे यो जापानको फ्लाइट नाटो नि त द्याट्स वाइ सुटकेस काम भएको यो सुटकेस नयाँ हो क्या तर अस्ति आउँदाखेरि च्यात्यो कि त्यो धेरै सामान भएर अटी भएर च्यात्यो सो हिँडेको छु त्यतिर म त्यही हो अब सिकाउँछु अनि हल्का सपिङ भएर गर्छु सपिङ पनि अब अलमोस्ट सक्नु भएको छ अब केही किन्नु त छैन त्यही पनि यस्तो केही मन परिहालेको छ भनेको कुरा हामी यो गाईघाट बजार हेर्न सक्नु तपाईँहरूले गाईघाट बजार हाम्रो अब यो गाईघाट बजार पनि म कति सालदेखि नपाउने हो म आउँदासम्म चाहिँ पुरै डेभलप भइसक्छ होला तर अहिले त धेरै डेभलप त भइसकेको हो त्यही पनि केही चेन्ज आउला नि त यहाँ हेर्नु सक्नुहुन्छ मेरो सुटकेस रहन आँटेको यहीँनिर गाईघाट बजारको बेन्च चौकको साइडको पसलमा आज चाहिँ मेरो घरदेखि बिदाई हो अनि कैसे कैसे लोग रहते हैं यार यहाँ पर सर तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम हाई हाई केही छैन जिन्दगीमा ब्लग हाल्नुपर्ने यही अनुहारको अब अहिले चाहिँ म जान आँटेको यहाँदेखिको मेरो बिदाई कार्यक्रम हुन्छ अनि म जान्छु देख्नुहुन्छ मेरो येल्लो एन्ड ग्रिन सुटकेस यही लगेर जान आँटेको आज मैले गाईघाटदेखि काठमाडौँदेखि तपाईँले कतिवटा लगेज लगाउनु पाउँछु मैले तपाईँ हेर्नु होला धन्यवाद के गर्नु जाने बेला पनि आएछ होइन सो अब जान्छु यहाँदेखिको काठमाडौँबाट अब नेक्स्ट सन्डे मेरो फ्लाइट सो 6 दिन अगाडि नै हिँडेको घरदेखि आज चाहिँ 9 तारिक हेलो गाइस अबको 2 दिनपछि चाहिँ मेरो फ्लाइट हुने भएकोले जस्ट प्याकिङ माई क्लोथ्स राइट नाउ वाह कति राम्रो इङ्ग्लिस पुरै इङ्ग्लिसमा बोल्नु भयो भने भन्दा म देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ मेरो प्याकिङ सुरु भइसकेको छ यहाँ प्याक गर्नुहुने सबरी हाई सबरी बाई 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 यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मेन हिरोइन निकाल्ने भाइ सबै निकाल्ने सफा त्यसरी ननिकाल्नु भाइ यसो सपक हामी नाइट डिनरमा आएको छौँ 3 जना छपरी लेखाको हेर्नु यहाँ भाइ छ हाई भाइ हाई अनि यहाँ म छु आज चाहिँ हामी डिनरमा आएको 3 जना हेलो गाइस हाई गाइस यो भ्लग चाहिँ सायद म जापान पुगिसकेपछि डाल्छु लगाउँछु कस्तो हिन्दी बोली गएछु यहाँ 2 प्लेट चाहिँ के खाइसक्यौँ त्यो चाहिँ हाल्ने भिडियोमा नै बिर्सेछु अनि अहिले चाहिँ यसबाट देख्न सक्नुहुन्छ हाम्रो नेक्स्ट डिस पनि आइसकेको छ यहाँनिर चिकन चिजबाट आइसकेको छ हाम्रो टेबलमा डर लाग्यो मलाई त मलाई डर लागेकोले मैले मेरो भाइलाई भने तान्नु अलिकति स्केयर्ड भयो कि म हेर्नु सक्नुहुन्छ तपाईँहरूले अहिले चाहिँ हामी रेस्टुरेन्टबाट निक्लेर घर जान्छौँ एउटा स्कुटीमा देख्नु सक्नुहुन्छ घर जान्छौँ भाइ त्यो भाइलाई चाहिँ खोइ के दुखेको कोही मजा आइरहेछ मलाई चाहिँ बिचमा छु नि त देख्नु सक्नुहुन्छ हामी चाहिँ बाटो हुँदै हामी घर जाँदैछौँ भाइ मजा आयो टन्नै खाएको हामीले त पुरै अगाएको क्या सुरुमा हामीले मोमो खायौँ साँधेको मोमो त्यसपछि पिज्जा खायौँ अनि पिज्जा खाएपछि त चिजबाट आयो चिजबाट मेरो जिन्दगी नै बेरङ बनाइदियो सुरुमा अलिकति रङ भएको थियो त्यसपछि बेरङ भयो त्यसलाई रङ बनाउनु फेरि ससेजहरू खायौँ अनि विङ्सहरू खायौँ अनि चाहिँ बल्ल
खाएको जस्तो फिल भयो क्या ल हामी चाहिँ अहिले आइपुग्यौँ है त ल साथीहरू हाम्रो फेरि मर्निङ भइसक्यो हिजो नाइटबाट अनि अहिले पनि हामी 3 जनै छौँ हेर्नु तपाईँ बाबु अहिले चाहिँ हामी पसल हिँडेको पसलबाट बाबु र म चाहिँ हाम्रो आफ्नै बसमा पशुपति जान्छौँ सबबाट चाहिँ पसलमा छोडिदिन्छु हेर्नु सक्छ बाटो यस्तै छ हाम्रो अहिले चाहिँ हामी पशुपतिनाथको दर्शनको लागि आएको छौँ यहाँ बाबु भाइ छ सागर दाजु आउँदै हुनुहुन्छ म चाहिँ यहाँ छु मेरो भिजा लागेर चाहिँ म पशुपतिनाथ आउँछु भनेको थिएँ सो म अहिले आइसकेँ भोलिको मेरो फ्लाइट छ हाई बाबु यो चाहिँ अलिकति क्यामेरा चाहियो सो द्याट्स वाइ अहिले चाहिँ हामी यो लिएर 250 पर यसको लिएर अब हामी जाँदैछौँ साथीभाइहरू मेरो दाजु आइसक्नु भयो दाजु अहिले चाहिँ हामी जुत्ता चप्पल राखेर पनि हिँड्यौँ दाजु आइसक्नु भयो दाजु बाबु त अब बाबु क्यामेरा साइड टोपी नै खोल्दैन आफैले किनेको अब हामीले जुत्ता चप्पल राखेर अब मन्दिरतर्फ जाँदैछौँ बाई बाई अहिले चाहिँ हामी यहाँ धुपबत्ती बाल्दैछौँ मैले बालिसकेको त्यही भएर देख्न सक्नुहुन्छ कति धेरै भिड छ आज पशुपतिनाथमा भित्र धेरै भिड थियो त्यही भएर मैले भिडियो पनि बनाइनँ बाहिर निक्लिसकेको लगायत अब हामी जुत्ता लिएर बाहिर निक्लिन्छौँ बाई बाई अहिले चाहिँ अब हामी घरतर्फ लाग्दैछौँ हाम्रो पूजा कार्यक्रम सक्यो कस्तो भयो त भेरी ग्रेटफुल दाजु मजा आयो एकदम कति धेरै भिड थियो अझै टु मच लाइन कति धेरै लाइन थियो होइन अनि त्यसपछि अहिले चाहिँ अब हामी यहाँनिर यो राख्छौँ यो बाटा अनि त्यसपछि त्यहाँबाट पैसा तिर्नै बाँकी छ त्यहाँ पैसा तिरेर नयाँ मानिसहरू जान्छौँ अनि तिरेको छुइनँ अघि भरे आएर तिर्नु भन्नुभयो यस्तै हुन्छ क्या मन्दिरसम्म आस्था हुन्छ अनि ट्रस्ट हुन्छ क्या घरकामाथि ट्रस्टलाई उहाँले ट्रस्ट गर्नु बाबुको यति मात्र आइरहेको है धेरै अग्लो छ उता के यस्तो हो यसको अनुहार चाहिँ देख्नु भएको छैन भने हेर्नु सक्नुहुन्छ आज मन्दिरहरू गएर आएर लुगासुगा धोएर खाना खाएर एकछिन रेस्ट गरेर अहिले हामी के गर्दैछौँ रोस्ट आजको रातिको लागि रोस्ट हेर्नु सक्नुहुन्छ रोस्ट पाल्दैछ एकचोटिको निकालिसकेको यहाँ देख्न सक्नुहुन्छ आलु पनि काटेर गएको यहाँ जस्ट नेपाली टी ब्राउन पापड छ अनि हाम्रो यहाँनिर चाहिँ स्प्राइट छ यस्तो छ है त साथीहरू अहिले म के खान्छु सबै देखाउँछु तपाईँहरूलाई साथीभाइहरू आज चाहिँ भोलि चाहिँ मेरो फ्लाइट भएकोले आज चाहिँ हामी यस्तो खाँदैछौँ हाई बेबी हाई हाई अनि त्यसपछि त्यस्तो केही इमोसनल पनि भएको छैन म त हाम्रोमा आजको आइटम रहेको छ यहाँनिर के अरे यो आलुको अचार यो भटमास र के बदाम सादेको चिकन चिल्ली प्राउन पापड चिउरामुरै यहाँ हुन्छ पापजेठा हाल्दै पापजेठा ल अब चाहिँ हामी खाना गइरहेको छौँ बाई गाइज
ओ 0.5 मा छ नि ह्यापी बर्थडे के भन्ने अब यतिकै गर्नु होला सेफ जान नि ल खान थाल्यो है साथीभाइहरू अब चाहिँ आज मेरो फ्लाइट हो अनि त्यसपछि 11 बजेको थियो अनि एयरपोर्ट 8 बजे बोलाएको थियो तर अहिले खै टेक्निकल समस्या समथिङ के भएर चाँडै आउनु 6 बजे भनेर भन्नुभयो त्यही भएर हामी हतार हतार रेडी हुन थाल्यौँ खाना खानु पर्ने छ अनि त्यसपछि एकछिनमा बिदा कार्यक्रम हुन्छ देखि नै सक्नुभयो गाइस रुममा रेडी भइसकेको छु अब एयरपोर्ट जानको लागि मेरो आउटफिट आज यस्तै नै छ स्वेट सर्ट प्यान्ट जुत्ता गाइस अब म तपाईँहरूलाई टिका सिका लगाएको बिदाइको घरबाट अनि एयरपोर्ट भिडियो बनाएर देखाउँछु शुभ यात्रा मात्रै भन्छु किन धेरै टिका होला निधारमा भनेर उडाउनु न तपाईँ नै हो त धेरै नलिएको जम्मा 3टा मात्रै लिएको ख्याल दिइहाल्छ त्यहाँनिर वेस्ट अफ मनी भनेर 3टा मात्रै चम्चा बोटुको पनि सानो भएन भने ठुलोमा हाल्नु पर्थ्यो नराउनु छोरी ल साथीभाइहरू अब हामी चाहिँ एयरपोर्ट हिँडेको बाई 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 है है के के हो अब अब एयरपोर्ट हिँडेको हामी चाहिँ अब एयरपोर्ट पुगेर भिडियो बनाउँछु तपाईँहरूलाई भेट्नेछु ल साथीहरू हामी एयरपोर्ट आइपुग्यौँ है हामी एयरपोर्टमा डाइरेक्ट ल्यान्ड भयौँ अब ल ल साथीहरू मैले मेरो साथीहरूलाई भेटिसकेँ हाई हेलो गर्नु अहिले चाहिँ हामी एयरपोर्टको एउटा सपमा छौँ खानेकुराहरू दिन यस्तो छ यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ अब के किन्ने भन्दाखेरि हामी चाहिँ केही पनि नकिन्ने कि टु एक्सपेन्सिभ भयो सो अहिले चाहिँ हामीले 3टा चिप्स किनेको छौँ अनि उता पे गर्दै हुनुहुन्छ हामीसँगै आउनुहुने एकजना साथीले सानो कस्तो फिल भइरहेछ देख्न जान्छ यसलाई रमाइलो फिल भइरहेछ खोइ मामा घर जान आँटेको जतिको रमाइलो फिल भइरहेको छ ल अब हामी लाइनमा छौँ लाइन चाहिँ यस्तो छ ल साथीहरू अब हामी चाहिँ प्लेनको लागि चढ्न लागेको छौँ कस्तो फिल भइरहेछ नर्भस अब हामी बसमा चढ्न जान लागेको छौँ ल अब हामी चाहिँ बसमा चढिसकेको छौँ हाई सना अब हामी बसमा चढिसकेको छौँ ओके अब हामी चाहिँ बसबाट प्लेनसम्मको यात्रा छ हाम्रो प्लेनदेखि हङकङसम्मको यात्रा सिट नपाएर म उभिरहेको छु
क्लास जाँदा पनि सिट पाउने थियो उभिन्थेँ आज प्लेन जाँदा सिट पाएन उभिरहेको छु हेर्नु उता प्लेन छ एयरपोर्टमा अफकोर्स प्लेन त हुन्छ नि भनेर कमेन्ट चाहिँ नहाल्नु ल हामी चाहिँ अहिले प्लेनको सिडीमा छौँ यहाँ हुन्छ मेरो साथीहरू अनि म छु यहाँ अब हामी प्लेनको सिडीबाट चढेर प्लेनमा जान्छौँ बाई बाई अहिले चाहिँ म प्लेनमा चढिसकेको छु सिट मेरो टिकट चाहिँ जानु अब मेरो सिट चाहिँ यहाँ छ यहाँ भित्तामा को हुनुहुन्छ आई डोन्ट नो कस्तो भित्तामा परोस् भनेको हाम्रो चाहिँ अहिले खाना आइसक्यो है साथीहरू ल साथीहरू हामी चाहिँ हङकङ ल्यान्ड भइसकेको छौँ अनि त्यसपछि अहिले चाहिँ नेपालको 4 बजेको छ निशान हौ उसको नाम चाहिँ भ्लगरको नाम चाहिँ दुईटा छ अब हामी यो बाटो जान्छौँ बाहिर निक्लिन्छौँ आउँदैछन् हाम्रो टोलीहरू यताबाट Hello guys, welcome back to Samsha Vlog. वेलकम Guys, please like, share, subscribe to our YouTube channel. Yes. हाम्रो टोलीले गर्दा पछाडि सबै रोकिनु भएको छ त्यहाँ देख्न सक्छ सबैभन्दा अल्छी चाहिँ इच्छा चाहिँ हो मसँगै चढेको डराइसक्यो अब यो कक्रियो डराले हामी कुद्दै भ्लग बनाऊँ हामी चाहिँ हाम्रो गेट नम्बरतिर जाँदैछौँ अनि त्यसपछि खोइ माथि होला भनेर हामी कन्फ्युज भयौँ हामी आफैलाई ल साथीहरू माथि नै रहेछ माथि 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 जाउँ माथि हेरिसक्छ हामी चढ्यौँ हो र साथीहरू हामी चाहिँ रङबाट आएर फेरि हामी त्यही बाटो फेरि फर्किँदैछौँ है उता तलबाट यस्तो घुमेर जानुपर्ने रहेछ हामी चाहिँ माथि आएछौँ सो फेरि जाँदैछौँ हामी तल ए सरी कुन भाषा बोल्नु भयो अरे ल साथीहरू हामी चाहिँ अहिले हङकङमा बसेको पनि मोर देन 1 आवर 2 आवरै भइसक्यो होला हौ अल्छी लागिसक्यो मैले एउटा वाइफाई चार्जर सबै खाइसकेन खाएँ अनि पानी पिएँ तिमीले मैले अलिकति चाउचाउ खाए जस्तो गरेँ पानी पिएँ द्याट्स इट किनकि हामी के अरे यतिखेर के खानु नेपालमा भएको भए हामी यतिखेर त्यस्तो उठेकै त हुँदैन थियौँ अनि कसरी खानु त्यो पनि मैले राति त हेडफोन लगाएर पुरै गाना बजाएर सुतेछु मेरो कान त बिहान त अघि उठ्दा त है त्यो कान त दुखेर मेरो जाली फुट्यो जस्तो फिल भएको थियो एकचोटि त यस्तो दुखेको होइन त्यही भएर तपाईँहरू ट्राभल गर्दै हुन्छ भने चाहिँ ल धन्यवाद हङकङबाट हजुरहरूलाई स्वागत छ म चाहिँ हङकङको एयरपोर्टमा छु अहिले हामी जाने प्लेन हो कि क्या हो त्यो त्यसै भनिदिएको है मलाई थाहा छैन अनि तपाईँहरूलाई म एयरपोर्टको अहिलेको माहौल देखाउन चाहन्छु हेर्नुहोस् मेरो साथीहरू यसरी बसिरहनु हो यहाँबाट हामी जान्ने पर्ने हो हाम्रो सुरु नै भएको छैन किनकि हाम्रो चाहिँ 8:40मा हो अनि अहिले भर्खर 7:50 भयो होला अझ ग्रुप नम्बर 5 हो हामी त अनि त्यस्तै हो अब एकैचोटि प्लेनमा चढेर तपाईँहरूलाई देखाउँछु
अनि त्यसपछि एकैचोटि जापान पुगेर देखाउँछु ल बाई अब हामी चाहिँ प्लेनतर्फ हिँड्यौँ सो अब प्लेनमा पुगेर तपाईँहरूलाई म फेरि पनि देखाउँदैछु अहिलेको लागि बाई बाई के भन्नु है हेर्नु न म कसरी जान्छु भनेर रोडमा चाहिँ फोटो खिच्नु नपाउने भयो नि त हामीलाई चाहिँ यो चाउचाउ त्यस्तै खानु मिठो लागेन अनि हामीले वाइ चाउचाउको मसला मिसाएर खानु आँटेको मेरो रातलाई चाहिँ दाल भात तरकारी मुसेर खानु मन लाग्यो रे घरको याद आएर रुन्छु भन्छ अब म के गर्नु रुनु दिनु ल रु खाइ चाहिँ सक्यो यहाँनिर लाग्यो त भन्दै के गर्नु त नखाएर भोक लाग्यो अब हामीले खाजासाजा सबै खाइसकेर गेम खेल्छु भनेर मैले मेरो गेम खेल्नको लागि रेडी हुँदैछु मैले सानोमा खेल्थेँ एङ्ग्री बर्ड अब आज खेल्छु अनि इसाना चाहिँ मुभी हेर्दैछ कस्तो फिल भइरहेको छ भोक लागिरहेछ भोक लागेको छैन कस्तो घरको होइन दाल भात अचार तरकारी मोमो मुसेर खाना मन छ ल म चाहिँ अब गेम खेल्छु ल खानु मन लाग्दै रहेछ ल बाई गाइज साथीहरू हामी चाहिँ ल्यान्ड हुन आँट्यौँ त्यही भएर अलिक हल्का हल्लिँदैछ प्लेनहरू पनि अनि त्यसपछि हेर्नु सक्नुहुन्छ मेरो इसानालाई मलाई हामीलाई ल थ्याङ्क यू आज यो भ्लग गरेर म त्यस्तो आउँदैन न पछि आउँछ नि राम्रो यसको फुल भ्लग आउँछ मेरो मिनी भ्लग तिम्रो त नागिनको जति निक्ल्यो त यस्तो राम्रो भ्यू छ अनि भ्युज हेर्ने मान्छे चाहिँ यस्तो हुनुहुन्छ दाल भात तरकारी खानु मन लागेर पागल भइसक्यो यो ठिक छैन हामी नेपाल गएर खानुपर्छ नेपालको भनेको होइन हिम्मत नहारेर साथी हस् खासमा चाहिँ इसाना जानु पर्ने भइसक्यो नेपालमा तर खोइ किन हो त्यतिखेर स्वर खासिएको थियो अनि सेक भएन न त जजको ठाउँ लिने मान्छे हो कि के हो इसाना मलाई अफर लाग्थ्यो क्या म नगएको अफर त्यहाँ थाहा छ मलाई लन्चे मात्र न मलाई थाहा छ होइन लजाको तर म गइनँ क्या मेरो छुट्टै काम थियो नि त म पनि बिजी छु म पनि अलिकति बिजी खालको मान्छे हो हजुर द्याट्स इट फर टुडे थ्याङ्क यू म यस्तो कन्टेन्ट दिँदै गर्छु अलिकति हल्का फुल्का यही हो हाम्रो अब सहर 5-6 वर्षको लागि हामी यही सहरमा बस्नेछौँ साथीहरू यो तलको सबै समुद्र हो हेर्नु सक्नुहुन्छ अब हामी ल्यान्ड पनि हुनु आँट्यौँ एयरपोर्ट पनि आइपुग्यौँ हामी
कस्तो मेरो साथी डराले झन् सुनै गर कस्तो स्पिडमा गइरहेछ अनि मैले इजले मेरो हात छोड न म यहाँ क्यामेरा समातिरहेको छु कि मेरो साथी डराले यहाँ डन्डै फेरि छैन म डराउँछु वाउ ल साथीभाइहरू हामी चाहिँ टोकियो इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भइसकेको छौँ हाई सना हेलो अब हामी यहाँबाट निक्लिएर हाम्रो लगेज लिएर जान्छौँ आफ्नो होस्टेलतिर त्यतिको लागि त्यति दिनजेलको लागि र साथीहरू हामी चाहिँ अहिले ल्यान्ड भइसकेको छौँ जापानमा अब हामी हाम्रो लगेज लिन जान्छौँ हेलो साथीभाइहरू हामी चाहिँ अहिले हाम्रो लगेजहरू सबै लिएर आइसकेको छौँ अनि त्यसपछि अब हामी चाहिँ हाम्रो को लिन आउनुहुन्छ उहाँलाई पर्खिरहेको छौँ लगेजहरू हेर्न सक्नुहुन्छ यत्रो छ अहिले चाहिँ हामीलाई लिन ऊ जापानिज आइसक्नु भएको छ अनि हामी यो गाडीमा जाने होला सायद पुरै गल्छ 1 घन्टाको ट्राभल रहेछ अब साथीहरू हामी चाहिँ अब लिन आएर पनि हामी गाडी चढिसकेको छौँ 2 जना उता अगाडि भोजराज दाइ अब 1 घन्टा लाग्छ अरे हामीलाई सुरुमा भोजराज दाइ निक्लिनुहुन्छ त्यसपछि म अनि इसाना निक्लिने लास्टमा निशान नगर मिसान अब हामी एकैचोटि रोडमा म उठिरहेको भने देखाउँछु उठिन भने एकैचोटि होस्टेलमा बाई बाई साथीभाइहरू हामी होस्टेल आइसक्यौँ होस्टेलको भ्यू यस्तो छ है बाहिर चाहिँ यो एउटा बेड भयो यो अर्को बेड यहाँ अर्को होइन अनि त्यसपछि यहाँनिर राइस कुकर रहेछ यहाँ फ्रिज अनि ओभन रहेछ छोड त यहाँ ग्यास यहाँ भाँडाहरू पनि राखिदिनु भएको रहेछ वासिङ मेसिन भयो यहाँ बाथरुम टोइलेट अनि टोइलेट कसरी उता छ